नेपाली महिला भलिबलको स्तर राम्रो छ। तीनैवटा विभाग सशक्तै छन्। अब त्यसमा हाम्रो न्यू डायमन्ड पनि उस्तै नै छ, ठिकै छ भन्नु पर्यो। खेल हो, कहिले कसको दाउमा जान्छ, कहिले कसको दाउमा जान्छ र कहिले कसको हात लाग्छ। त्यस कारणले गर्दाखेरि यस्तै हुन्छ। के अरे चाहिँ 100% भन्ने कुरा कतै पनि छैन। र आजै पनि सुरुवाती चरणमा हेर्दाखेरि नेपाल पुलिसको सुरुवाती धेरै राम्रो देखियो। त्यस पछाडि एपिएफले राम्रो कमब्याक गर्यो, पछि 50-50मा गयो। कसले जित्ला त यो भनेर अनुमान लाउन नसक्नेमा पुग्यो। लास्टमा अन्ततः नेपाल पुलिसले चाहिँ जित्न पुग्यो। भनेपछि अब हामीले पनि यस्तो हुन्छ भनेर भन्न सक्ने अवस्था छैन। समग्रमा भन्ने हो भने हामीसँग पनि पोटेन्सियल खेलाडीहरू छन्। हाम्रो चाहिँ राम्रो पनि ब्लकिङ छ, नराम्रो पनि ब्लकिङै छ। कहिलेकाहीँ त्यही ब्लकिङ चाहिँ इन्टरनेसनल स्ट्यान्डर्डको हुन पुग्छ भने कहिलेकाहीँ त्यही ब्लकिङ चाहिँ अलिकति गडबड हुन पनि सक्छ। अब त्यस्तो भइदियो भने भोलि अलिक गाह्रो हुन पनि सक्छ। नत्र भने चाहिँ अब ब्लकिङ चाहिँ जे होस्, ब्लकिङ पक्ष हेर्ने हो भने हाम्रो दुवैजना सुमित्रा पनि सुनिता पनि अहिलेसम्मको न्यू डायमन्डको चाहिँ बलियो पक्ष नै हामी ब्लकिङमै ठान्छौँ। त्यो लक्ष्य त हरेक प्रतियोगिता खेल्न जाँदाखेरि गो फर द गोल भनेरै जाने। घरबाट निस्किँदा लेट्स गो फर द गोल होइन, हामी चाहिँ यात्रा चाहिँ गोलकै हो भनेर हिँड्ने हो। अब त्यसरी नै आइराखेका छौँ होइन। अब सबैजनाको यात्रा त्यही नै छ। अब कसले चाहिँ पछि गोल समाउने हो त्यो चाहिँ अब खेल्ने नै देखाउला भन्ने मलाई लाग्छ। यो त एकदम बेसरी आवश्यक छ। यस्तो टुर्नामेन्टहरू हामी जति गर्छौँ मासमा चाहिँ फेस गर्ने, मासमा फेस गर्नको लागि यो टुर्नामेन्ट नभए यहाँ चाहिँ विभिन्न ठाउँमा टुर्नामेन्टहरू आयोजना हुन्छ होइन। त्यो आयोजना हुनु भनेको बेसरी राम्रो कुरा हो। किनभने त्यहाँ नेपाली भलिबलको क्रेज एकदमै धेरै छ। एकदम धेरै मासहरू चाहिँ हामी काठमाडौँमा भन्दा नि बाहिर भेट्छौँ। त्यो ठाउँमा चाहिँ गएर चाहिँ टिमले खेल्दाखेरि उनीहरूलाई चाहिँ माससँग फेस गर्ने एउटा क्यापेबिलिटी बढ्छ। त्यस कारणले त म के भन्छु भन्दा सङ्घले विभिन्न ठाउँमा विभिन्न जिल्लामा तपाईँहरू यो महिनामा त्यहाँ गर्नुहोस्, यो महिनामा त्यहाँ गर्नुहोस्, यो महिनामा त्यहाँ गर्नुहोस् भनेर कमसेकम 2 महिनाको ग्यापिङ अथवा 1 महिनाको ग्यापिङमा काठमाडौँभन्दा बाहिर ठुलो मास हुने ठाउँमा खेल्न पठाउने गर्नुपर्छ। त्यसले गर्दाखेरि मास फेस हुन्छ र जति एक्सपिरियन्स भयो, जति माससँग भिड्ने चाहिँ बानी भयो त्यति राम्रो हुन्छ। अब मैले यसपालि 2वटा टिम ल्याउनु खोजेको थिएँ। मसँग त अर्को टिम पनि छ तर अध्यक्षज्यूले होइन एउटै टिम मात्रै भाग लिनु पऱ्यो भन्नुभयो। अरू नानीहरू हस्रकै परे। तर आएको भए टप 6मा चाहिँ म 100मा 100 लेखेरै दिन्छु। मेरो जुनियर नानीहरू आयो भने पनि फरकै पऱ्यो। ओपन कम्पिटिसन गर्न सकिन्छ। मेरो लक्ष्य भनेकै 3-4वटा टिम बनाउने। कुनै टिमले चाहिँ अब कहाँ खेल्दैछ, कुनै टिमले कहाँ खेल्दैछ, कुनै टिमले कहाँ खेल्दैछ, त्यस्तो किसिमको चाहिँ मेरो लक्ष्य छ। मलाई चाहिँ बलियो भन्दा नि अब हामी 3टा चाहिँ एपिएफ, डायमन्ड र पुलिस चाहिँ हामी उस्तै लाग्छ माथि। कोही अलिकति तलमाथि होला गेम चाहिँ होइन। अब उनीहरूमा चाहिँ नेसनल प्लेयर 5जना नेसनल प्लेयर हुन्छ। अब हाम्रो पनि 3जना बहिनीहरू हुन्छ। त्यो गेममा चाहिँ अब यस्तो नेसनल प्लेयर भन्दैमा त्यो ड्राइहाल्नुपर्ने आत्तिरै पनि छैन होइन। अब टिम त हाम्रो 3टै टिम उस्तै लाग्छ मलाई, डायमन्ड, एपिएफ र पुलिस। त्यसमा चाहिँ अब जसले राम्रो खेल्यो उसले जित्ने हो। अनि अब नेसनल टिम त 5जना प्लेयर पनि हुन्छ उहाँहरू होइन। अब त्यसले गर्दा नि अब हामीभन्दा त पुलिस टिम अलिक स्ट्रङै हो है। यसो हेर्दाखेरि भन्दा पनि अब स्ट्रङै छ। त्यही पनि हामीले आफ्नो कमी कमजोरीलाई अलिकति मिस्टेक नगरेर चाहिँ हामी चाहिँ सफल हुन्थ्यौँ
आज दुई सेट फेरि राम्रै भयो हाम्रो अब पोजिसनहरू बलरहरू अब डिफेन्स रिसिभ सबै राम्रो भएको थियो त्यसरी पाँचौँ सेटमा फेरि हाम्रो फेरि अलिक केही नमिले जस्तो भयो त्यसमा अब कमजोरी अब भएर त हार्ने टिमले अब पुलिसले हामी त राम्रो खेल्यो अलि नराम्रो अलि राम्रो खेल्न सकेन त्यसरी अब पाँचौँ सेटमा चाहिँ हामी हार्न पुगेको छ त्यो त अब त्यस प्रेसर सबैलाई हुन्छ होइन त्यो प्रेसर हुन्न भन्न म भन्दिनँ अब गेम हो गेममा चाहिँ प्रेसर अब त्यही पनि डिसाइडमा गएको छ बेस्ट अफ 5 मा त्यसमा चाहिँ अब हल्का खेलाडीलाई प्रेसर पनि हुन्छ नयाँ बहिनीहरू छ एक दुईजना अब उनीहरूलाई अब प्रेसर पनि हुन्छ अब भाइटल म्याचमा अब हामीले चाहिँ अब अहिलेको यो पोलेको विनर खेल्ने हामीले चाहिँ सेमी फाइनल त्यसमा चाहिँ अब हामीले आजको कमजोरीलाई अब सुधार्ने मौका छ अझै पनि त्यसलाई सुधारेर हामी फेरि सेमी फाइनलमा फाइनल पुग्ने गरे फेरि तयारी भएर आउनेछ नयाँ प्लेयर धेरै बहिनीहरू धेरै छ अहिले पुरानो प्लेयर भनेको एउटा निरुदा बहिनी हो त्यसपछि अब उषा विष्ट अब हामीले कमब्याक अब नेविका चौधरीले क्याप्टेन अब उहाँ पुरानो खेलाडीले पनि अब टिममा त्यसरी अब हाम्रो टिम चलिरहेको छ अहिले अब नयाँ बहिनीहरू भर्खर खेल्दैछ अब उनीहरूलाई गेम एक्सपिरियन्स छैन अब त्यसमा चाहिँ हामीले अब ती बहिनीहरूले अब गेम एक्सपिरियन्स भएपछि चाहिँ हाम्रो टिम पनि राम्रो हुन्छ बलियो भन्दा नि अब हामी तिनवटा चाहिँ एपिएफ डायमन्ड र पुलिस चाहिँ हामी उस्तै लाग्छ मलाई त्यो कोही अलिक तलमाथि होला गेम चाहिँ होइन अब उनीहरूमा चाहिँ नेसनल प्लेयर 5 जना नेसनल प्लेयर हुन्छ अब हाम्रो पनि 3 जना बहिनीहरू हुन्छ त्यो गेममा चाहिँ अब यस्तो नेसनल प्लेयर भन्दैमा त्यो ड्राई हाल्नुपर्ने आत्तिने पनि छैन होइन अब टिम त हाम्रो तिनटै टिम उस्तै चाहिँ लाग्छ मलाई डायमन्ड एपिएफ र पुलिस सोचे जस्तै राम्रो खेल्यो होइन तेस्रो र चौथो सेट राम्रो खेल्न सकेन पाँचौँ सेटमा आएर फेरि रिकभर गऱ्यो फेरि कभर गरेर त्यसलाई चाहिँ च्याम्पियन बन्यो होइन जस्तै भए पनि च्याम्पियनको च्याम्पियनै हो तर अलिकति चित्त नबुझेको कुरा चाहिँ हाम्रो अलिकति तेस्रो र चौथो सेटमा हाम्रो एट्याक किल भएन एट्याक किल भने कम्बिनेसन चाहिँ केही फलबलिन पुग्यो होइन पाँचौँ सेटमा मात्रै बल्ल रिकभरमा आयो टिम ठिक छ अब हाम्रो मिस्टेक हो हामीले गल्तीको कारणले गर्दा हामी 2 सेट गुमाउनु पुग्यौँ अब आगामी नेक्स्ट म्याचमा चाहिँ हामी त्यसलाई करेक्सन गरेर त्यो अवस्था नहुन दिनलाई चाहिँ हामी अब त्यतापट्टि लाग्नेछौँ चाहिँ हुँदैन किन भन्दा एपिएफ क्लब एकदम राम्रो क्लब हो एपिएफ क्लबलाई हामीले त्यसरी कहिले पनि नेग्लेक्ट गर्नु हुँदैन टिम एकदम राम्रो छ सशक्त छ बलियो नै छ होइन हामीलाई सहजै हुन्छ भन्ने चाहिँ मैले सोचेको थिइनँ अब के म तलमाथि पुग्न सक्छ तलमाथि पर्न सक्छ भन्ने मलाई थाहा थियो तर हाम्रो टिमको स्ट्यान्डर्ड हेरेर चाहिँ हामी त्यति तल चाहिँ अलिकति सकेसम्म चाहिँ नजानुपर्ने हो ठिक छ अब केही कुराहरू हाम्रो मैले अघि पनि भने हाम्रो मिस्टेक भएको छ तेस्रो चौथो सेटमा चाहिँ हाम्रो एट्याक कभर के अरे एट्याक किलै भएन कि त्यस कारणले गर्दा टिममा खलबल्नु थाल्यो उहाँहरूको प्लस पोइन्ट भनेको चाहिँ ब्लक राम्रो थियो र डिफेन्स उहाँको टाइट गर्नुभयो उहाँको काउन्टर एट्याक किल भयो हाम्रो काउन्टर एट्याक किल भयो त्यो कारणले गर्दा अब त्यसलाई चाहिँ अझ आगामी दिनपछि अझै पनि टिम नेक्स्ट म्याचहरूमा हामी सुधार छ त्यसले गर्दा हामी माथि पुग्यौँ एकदम अब टिम खलबलिँदाखेरि प्लेयरलाई गाली गऱ्यो भने त त्यो झन् तल हामी तल परेको अवस्थामा झन् अझै तल जान्छौँ नि होइन त्यतिखेर भनेको एउटा कोचले गर्ने भनेको त्यही हो टोलीलाई जसरी हुन्छ ठिक छ हार्नु त हारिएला तर मोटिभेसन गरेर माथि ल्याउन सकिन्छ कि बिग्रेका कुरा त तुरन्तै सपार्न कोसिस नै गर्ने हो त्यो सप्रेर आउँछ भने त केही ग्यारेन्टी छैन खेलाडी प्रेसर लिन थालिसक्यो जित्नैपर्छ भने त्यसैले मैले के भने जित्नुपर्छ भने प्रेसर नदिने आफ्नो बेस्ट पर्फर्मेन्स दिने कोसिस गर्ने आफ्नो मिस्टेकलाई करेक्सन गर्ने भनेर चाहिँ त्यति गरेर हामी फेरि 5 सेटमा मैदानमा उतार्थ्यौँ र फेरि प्लेयरले चाहिँ त्यो सोचे अनुरूप नै पर्फर्मेन्स गर्यो र हामीले सेमी फाइनलमा प्रवेश गरिसक्नु भएको छ अहिले अब हामी गत वर्षको के भन्छ लिग च्याम्पियन थियौँ भने यसपालि पनि अब हाम्रो टार्गेट भनेको चाहिँ एनबिए क्लब च्याम्पियनसिपमा च्याम्पियन बन्ने नै हाम्रो टार्गेट हो होइन अब त्यो अगाडि त्यसका साथ हामी अगाडि बढ्छौँ अब हेरौँ अब गेम कसैलाई पनि हामीले चाहिँ टिम यो टिमको कमजोर यो टिम बलियो यो टिम कसैलाई पनि हामीले चाहिँ नराम्रो टिमकै सोच्नु हुँदैन टिम सबै टिम बलियो नै छ सशक्त छ हामीले कसैलाई पनि एकदम ओभर कन्फिडेन्स भएर चाहिँ हामीले हेपेर खेल्नु हुँदैन आफ्नो गेम खेल्नुपर्छ अबको टार्गेट भनेको यो लिग के अरे क्लब च्याम्पियनसिपको च्याम्पियन बन्ने भन्ने नै हो होइन अब चुनौती छ होइन अब हेरौँ अब एकदम ओभर कन्फिडेन्स भएर हामी जित्छौँ नै भन्नु पनि अब यो अवस्था छैन किन भन्दाखेरि सबै टिम राम्रो छ होइन अब फाइनलमा आउने टिम पनि जुन टिम आए पनि बलियो नै हुन्छ अब अहिलेको म्याच तपाईँले हेरिहाल्नु गेम जता पनि पुग्न सक्छ 2 सेट लगातार जितेर फेरि 2 सेट लगातार हार्न पनि पुग्यो भने त्यो अवस्था पनि हुन्छ त्यसैले अब च्याम्पियन बन्ने भनेर चाहिँ आउने हो आफ्नो बेस्ट दियो भने अवश्य पनि च्याम्पियन बनिन्छ
कडा प्रतिस्पर्धा भइरहेको छ साथीहरू। एकखेप वर्ष शान्तिसीको एक तीन 5 सेटमा एक पुलिस गरेको छ।